हेलो हेलो साथीहरू, आज हामी सैलुङ घुम्न आइरहेछौँ। यस्तो दामी ठाउँ छ कि ल ओ सैलुङ हेर्नु, सय थुम्का यस्तो राम्रो भइरहेछ। क्या घाम लागिरहेछ, क्या आनन्द आइरहेछ। हाम्रो टोलीहरू उहाँ घुम्न गइराख्नु भएको छ उहाँ माथि। उहाँ चाहिँ जान अल्छी लाग्यो, पहिला पनि दुईचोटि गएको अनि त्यत्तिकै गएनौँ। दर्शन गऱ्यौँ तल सय थुम्का। हेर्नु होला कस्तो राम्रो छ, हरियाली। यहाँ सबै यतापट्टि यहाँबाट कालिन्चोक देखिन्छ, तर हामी कालिन्चोक देखिया छैन क्या, त्यो अलिअलि हुस्सु लाएर। यहाँ कञ्चन छ, कञ्चन यता छ, कञ्चन यता हुनुहुन्छ माता, ज्योति माता हुनुहुन्छ यहाँ। हामी धेर छैनौँ, मान्छे जति कति झरिसके। यही बाबु कस्तो राम्रो छ नि सैलुङ। आहा, अहिले त यति हरियाली छ नि, यस्तो हरियो छ। अहिले चाहिँ राम्रो देखिन्छ। चैत वैशाखमा, फागुन चैतमा भन्दा अहिले राम्रो देखिन्छ क्या। पाउला आएर सबै हरियाली देखिन्छ। अच्छा, टावर चाहिँ आधी घन्टा लाग्छ यहाँबाट जानलाई। हामी चाहिँ गएनौँ। जोस् नआउनु भएको साथीहरूले पनि हेर्नु होला। यहीँबाट सैलुङ कुनै दिन मिलेदेखि फेरि आउनुपर्छ भन्नु होला साथीहरू। गुम्बा उहाँ माथि टावर पनि छ, यस्तो राम्रो छ नि त्यहाँ। हामी त पहिला दुईचोटि गइसक्यो। बिर्सिनु भएको रहेछ। ए साँच्चै दिदी तपाईँको यो दिन त के चस्मा यहाँ तल बजार पनि छ। सयवटा थुम्का छ। यो हिँड्ने हो भने त एक दिनभरि लाग्छ 100वटा थुम्का भ्याउन। यता तल मन्दिरमा हो, गुफाची मन्दिर यता तल छन् है। यहाँ सैलुङेश्वर महादेव हुनुहुन्छ यहाँ तल, यहाँबाट जानुपर्छ यता तल। उहाँ तल हुनुहुन्छ अरू टोलीहरू, उहाँ खाँदै हुनुहुन्छ। हाम्रो टोली उहाँ छन्, रमाइलो गरेर बसेका हो। आमामा, हाम्रै टोली होइन नि ती, उहाँ तल हुन् हाम्रै टोली हुन् नि। हाम्रो त टोली त